Hello everyone, welcome to my channel. Namaste. आज चाहिँ म तपाईहरुलाई न्यू रेसिपी शेयर गर्न जाँदैछु। त्यो चाहिँ हो चिनी पराठा। खानु भएको छ कि छैन? तर आज चाहिँ म तपाईहरुलाई एकदम चाँडो र मिठो बन्ने चिनी पराठाको रेसिपी शेयर गर्दैछु है त। लेट्स स्टार्ट। सुरुमा मैले 2 कप पिठो लिए। त्यो पिठोलाई मैले पानी हालेर बिस्तारै मोल्दै गए। त्यसपछि पिठो राम्ररी मुसियो। मुसिदाखेरि चाहिँ कसरी थाहा पाउने भन्दाखेरि तपाईले मुस्दाखेरि तपाईको हातमा पिठो टाँसिँदैन। त्यसपछि मैले त्यो पिठोलाई एउटा भाडामा माथिबाट प्लेटले छोपेर राखिदिए, जसकारण त्यो पिठो नरम हुन जान्छ। 15 मिनेट मैले त्यो पिठोलाई छोपेर राखेपछि त्यसलाई निकालेर राम्ररी मोलेर त्यसको सानो सानो टुक्रामा कन्भर्ट गरे। त्यो सानो सानो टुक्रालाई गोलो शेपमा फर्म गरे। अब हाम्रो पिठो रोटी बनाउनको लागि रेडी भयो। पिठोको एउटा डल्लोले मैले त्यसलाई बेल्नाले बेल्न थाले। हाम्रो घरमा चाहिँ हामी मार्बल स्ल्याबलाई राम्ररी पुसेर त्यसैमा रोटी बेल्छौं, जुन चाहिँ हामीलाई एकदम सजिलो लाग्छ। पहिला सुरुमा सुक्खा रोटी बनाए जस्तै गोलो रोटी बनाउने। रोटी गोलो भइसकेपछि त्यसमा हामीले हाल्छौं माथिबाट अलिकति चिनी रोटीमा टाँसियोस् भनेर माथिबाट अलिअलि थिच्दै जाने। अनि टाँसिएको जस्तो लागेपछि त्यसलाई हाफमा फोल्ड गरिदिने। आफ्टर दैट हामीले त्यसलाई पनि अझै धेरै हाफमा फोल्ड गरिदिने र यस्तो शेपमा लिएर जाने। हेर्दा कोन जस्तो देखिन्छ। अनि त्यसपछि हामीले त्यसलाई राम्ररी थिच्ने, त्यो बाहिर ननिस्कियोस् चिनी भनेर। हल्का पिठो लगाई त्यसलाई फेरि बेल्नाले राम्ररी बेल्दै जाने। हेर्नुस् त बिस्तारै रोटीले ट्रायंगल शेप फर्म लिँदैछ। बेल्दै जाँदाखेरि लास्टमा टुप्पीमा चाहिँ राम्ररी तन्काउने अनि त्यसलाई पुरै कम्प्लिट ट्रायंगल बनाउने। अब हाम्रो रोटी रेडी भयो। त्यसलाई हामीले तावामा राख्यौं। एकछिन तावामा राखेपछि एउटा साइड अलि पाक्छ, त्यसलाई फर्काउँदै जाने जबसम्म अलि रातो फर्ममा चेन्ज हुँदैन रोटी। अलि रातो भयो भने पछाडी त्यो पाक्दै गएको रोटी हो। थोरै रोटी पाकिसकेपछि हामीले त्यसमा घिउ एड गर्छौं, जसकारण घिउको क्वान्टिटी पनि कम लाग्छ र रोटी पनि राम्ररी पाक्छ। ल हेर्नुस् है, अब चाहिँ हाम्रो रोटी पाकिसक्यो जस्तो छ। त्यही भएर मैले त्यसलाई तावाबाट निकालेर हड्केसमा राख्दै छु, केही समयपछि खानको लागि तातै रहिरहोस् भनेर। ल हेर्नुस् है, कति राम्रो रोटी बनेछ। चिनी पनि कति राम्ररी देखिएको। मैले चाहिँ यो रोटी आलु फ्राई र सागसँग लिए। हजुरहरूलाई जेसँग लिन मन लाग्छ त्यसैसँग हजुरहरूले लिन सक्नुहुन्छ। अचार, दही, तरकारी जे लिए पनि हुन्छ। मस्ट ट्राई रेसिपी है। सो हाउ इज द रेसिपी? तपाईहरुलाई एकदमै मन पर्यो भन्ने मलाई आशा छ र यस्तै रेसिपीहरु थाहा पाउनको लागि मलाई लाइक सब्स्क्राइब गर्नु होला। बाइ बाइ, सी यू अगेन।